पुष्टान्तर हेर्दाखेरि बरात क्षेत्र महोत्सव भएको बेला लाइभको कथा हिजो सुनाउँदै आएको थिएँ। त्यो समारोहमा एमसी गर्नेदेखि बहिनी सवितासम्मको एमसी, हामी 3 पुस्ताको रेडियो कर्मी, कान्छो पुस्ताको म 10 वर्षको नातिनीको हजुरबाउ हुँ। म त्यो कान्छो पुस्तासँग खेलिरहेको हुनाले त्यो कान्छो पुस्ता 3 पुस्ताको रेडियो गर्ने सबै यो मसिना भाइबहिनीहरू जसले आएर कविता सुनाउनु सबै धेरै हिजो एयरपोर्टमा साथीहरूसँग भेट्दा अनि प्रकाश सरसँग, दिपा, हाम्रो पुष्कलजी अनि रमेश काफले हामी को थियौँ ट्याक्क त्यहाँ भेटेर आएदेखि अनि रामप्रसाद खरेल सरले संक्षिप्त कार्यक्रम आयोजना गरेर बाटोमै त्यहाँको संस्थाहरूलाई भेटाउनु भएदेखि हिजोदेखि आजसम्म बिहान रामधुनी गरेर आएदेखि समीर छु। केटी घिमिरेले पूर्वमा समीर त नदी बगाए जस्तो यो कविताको नदी बगेको ट्याक्सनको तर्फबाट सरले भन्नुभयो सहयोग गर्छु मात्रै भन्नु भएन कि तपाईँहरूले हामीलाई सँगै हिँडाउनु भएन भने झगडा गरेर पनि सँगै हिँड्छु भनेर त्यो साथ सहयोग र यङ स्पिरिटका गुणाध्यक्षज्यूहरू यदि नगरको प्रमुख यहीँ हुनुहुन्छ। तपाईँहरू सबैजना विशिष्ट व्यक्तित्व, कविताका अक्षर त्यो निर्णायक हुनुहुन्छ 3 जना। तपाईँहरूले पुस्तान्तर पनि मिलाएर, अनुहार पनि मिलाएर कस्तो राम्रो चित्र बनाउनु भएको त्यो सबै हेर्दा चाहिँ मलाई साँच्चै खुसी लागेको छ। त्यो खुसी हुनका लागि र औपचारिकता पोख्नको लागि भन्दा पनि एउटा कवि आफैमा खुसी भएको कुरा हो। मलाई धेरै माया गर्नुभयो, पूर्वमा धेरै पटक आएको छु। कहिले म उद्घोषक भएर माइक्रोफोन बोकेर रङ्गमञ्चमा तपाईँको यो सुन्दर सहरमा म तपाईँहरूको सुख दुःखको साथी नवराज लम्सा भनेर आएँ। अनि त्यति आउँदाखेरि आजको रात रङ्गीन हुनेछ, सुखमय हुनेछ, गीत सङ्गीतको लहरमा म पनि मिसिनेछु अक्षर र आवाजहरूसँगै। यहाँलाई स्वागत छ, म यहाँको सुख दुःखको साथी नवराज लम्सा भनेर आफूले जुन 5 थर इलामको सुनसरी हुँदै काठमाडौँ फर्केको थिएँ। कुनै दिन रामचन्द्रका स्वर्णिम सम्झाउँदा बरात क्षेत्रमा आएर पहिलोचोटि लाइभ गर्दा हिजो साथीहरूलाई भन्दै आएको थिएँ। पहिलोचोटि बालसन्त यज्ञ गर्नुभएको थियो नेपालबाट 16 दिन बिहान आधा घन्टा लाइभ गर्नुपर्ने, मोबाइल थिएन, एजेन्ट मार्च के लाइनहरू थियो, हुँदैन थियो। एउटा रेकर्डर थियो, 6-7 वटा क्यासेट थियो। म पानस होटेलमा म र मेरो एउटा टेक्निसियन 2 जना आएका थियौँ। पानस होटेल बस्थ्यौँ। एकजना यहाँका सुरिजनले मलाई एउटा बाइक दिनुभयो। त्यो बाइक चढेर चतरा धाम जान्थ्यौँ, कच्ची बाटो थियो। अनि एउटा क्यासेटमा एउजना मान्छेसँग इन्टरभ्यू लिएर टक्क 5 वटा क्यासेट सँगै राख्यो। बेला अनि एसटिडी लाइन छोड्यो होटेलको माथि कोठामा, ट्र्याक्क खोल्यो। अनि आदरणीय श्रोताहरू, यतिखेर हामी पूर्वी नेपालमा छौँ, बरात क्षेत्रमा छौँ। पूर्वको क्षेत्रबाट घाम झुल्किसकेको छ। त्यो लालिमामय खामका स्वर्णिम किनारहरू पूर्वी पहाडको पाखाभरि छरेको छ। मोरङ सुनसरीका बस्ती भनिरह्यो, नदीभरि तरङ्गित भइरहेको छ। यतिखेर म बरात क्षेत्रमा छु। हामी यतिखेर जिल्लामा छौँ। यतिखेर म मन्दिरको व्यवस्थापन सम्बन्धित फलानसँग संवाद गर्दैछु। मेरो अगाडि उहाँ हुनुहुन्छ, फलाना जू भन्यो। जू त कहाँ हो अनि क्यासेट खुल्यो न, क्यासेट ट्याक्क खुल्यो गयो। कहाँ पैसा सकिन्छ हामीलाई थाहा हुन्थ्यो। सुनेर टक्क बस्यो। लास्ट सेन्टेन्स सकेपछि टेक्निसियनको औँला यसरी बस्यो। उसले ट्याक्क दिन्थ्यो, तपाईँले भर्खर हामी मन्दिर व्यवस्थापन समितिको अध्यक्षसँग संवाद गर्दै थियौँ। यतिखेर भने पुरै गफ लाग्यो। 17 दिन लाइभ गरेको। एक दिन त पोखरा बराहा नदीको सङ्गमको बयान गरिरहेको थिएँ। बराहा नदीको बयान गरेर जो पानी छैन, मेरो श्रोताहरूका पानी सुन्नु पऱ्यो नि। चलाखेकी फेरि 2टा माइक युज गर्थ्यौँ हामी। एउटा बल्दा बल्दै बिग्रेर अप्सनमा मजाले लाइभ चलिरहेको बेला पानीको कुरा गरेको थिएँ। पानी नै सुनिँदैन त रेडियोमा, मलाई दिक्क लाग्यो। त्यसपछि एउटा माइकमा मैले बोल्दा बोल्दै अर्को माइक लगेर टोइलेटको छेउमा राखेर टोइलेटको धारा पनि भएको आवाज, त्यो अर्को माइकले तान्यो, मैले बोलेको आवाज मिक्स भएपछि साँच्चै नदीको आवाज बगे जस्तो। त्यसैले मैले 17 दिन लाइभ गरेँ। मेरो जीवनका महत्त्वपूर्ण ऊर्जा र समय पूर्वसँग अहिले मलाई म एउटा संस्करणको किताब लेखिरहेको छु। म मेरो जीवनको केही संस्करण राखेर सम्भवतः अब आउने मेरो किताब त्यही होला। त्यहाँ मैले यो कुराहरू लेखेको छु। मैले भनेको पूर्वसँग यसरी रङ्गमञ्चमा बोलेर, कविताका अक्षरहरूसँग बोलेर, अनि धुम्बा तान्न र टोक्न टक्क सुकुटी कहिले सेके खै कुनी सल्लेरी हिउँ फाँटमा सगरको माथा उभेको मुनि भनेर 2014 सालको वैशाख 24 गते बुद्ध जयन्ती थियो। सोलुखुम्बुबाट लाइभ गर्न पर्ने थियो। अहिले त्यो रेडियो सहज थिएन। अनि सल्लेरी गाउँ विकास समिति र सोलुखुम्बु जिल्ला विकास समितिले रेडियोलाई पैसा तिर्दिसकेका थियो। 1
1 घण्टा 55 मिनट लाइभ गर्नु थियो 54 सालको वैशाख महिनाको 24 गते। 23 गते बेलुका एउटा टेक्निसियन र म आएको अनि भोलिपल्ट बिहान 11:05 मा लाइभ हुने काठमाडौँबाट पाण्डव सुनवाल दाई पुरुषोत्तम सापकोटा दाईहरू आउने भन्ने कुरा थियो। 23 गते बेलुका यति घनघोर पानी पर्यो, घनघोर पानी पर्यो। 24 गते सबैजना 10 बजे उपस्थित हुनु भनेको पानी पर्यो। 16 मा पुरा घुम्म कुहिरो लाग्यो, जहाज आएन। 1 घण्टा 55 मिनट मैले एक्लै लाइभ गरेको के बोले त्यो लाइभ सकेपछि बेलुका दाईहरू आउनुभयो। अनि त्यही रात मैले लेखेको ढुङ्गा तान्न र पोख्न टक्क सुकुटी कहिले सिके खै कुनी सल्लेरी हिउँ फाटामा सगराको माथा उडेको मुनि। त्यही बेला लेखेको। यसरी म पूर्वमा आइरहेको भए एकोहरूले दाइ नभन्ने भए, खरेलहरूले दाइ नभन्ने भए, रमेशहरूले दाइ नभन्ने भए, केपी घिमिरेले गीतका सधैँ बसाएर नफ्याँकिरहने भए, तपाईँहरू सबैसँग नभेटिनु भए। एकै देश अनेक जात थरमा राई र लिम्बू महु। यो कविता सुनिरहँदा सम्झनुहोस्। सूचना कालो गाला पहाडतिर जन्मेको बाहुनको छोरो सम्झनुहोस् अनि मेरो कविता सम्झनुहोस्। धारिङको पहाडमा जन्मेको बाहुनको छोरो यसो भन्छ क्या, एकै देश अनेक जात थरमा राई र लिम्बू महु। साँच्चै थिर धिमाल वीर बलियो कोचेर मेचे महु। राज्यै छैन राजवंश भनिने त्यही राजवंशी महु। कन्गाई र सतारा पूर्वतिरका पूर्वीय थारू महु। एक पूर्वले मलाई दिएको कविता हो। त्यही कविताले तपाईँहरूले मलाई कविता बनाउनु भएको छ, यस्तो माया गर्नु भएको छ। यिनै अक्षरहरूले मलाई मदन पुरस्कार दियो। कहिलेजना यादव बहिनीले छोरीले नातिनीले कविता सुनाएन, उनको कवितामा म डुबेर सुने। नानी मैले लेखेको थिएँ भन्छन् मध्ये मधेसवा सुन कलो सम्मो तराई महु। ऊर्जा उब्जन उब्जने जनकको राज्यस्थली राजा हुँ। बत्ती झलमल झरझरा छछिया फाटै फुलेको कति मै हो त्यो मन मोह मोह मिथिला उसका स्वयं संस्कृति। त्यो झिझिया नजानेको भए, त्यो सेब्रो नजानेको भए, त्यो राजवंशी नबुझेको भएर यहाँ आएर चन्द्रवंशीको कथा नजानेको भए म देशको कवि हुने थिएन। तर आज म त्यहाँ बसेँ, मैले सत्सङ्ग गरेँ। अनि यो सोडेन साहित्य समाजको टिमको यसको अध्यक्षज्यू साँच्चै मजाको मान्छे, अङ्ग्रेजी साहित्यको विद्यार्थी। जति ज्ञान छ, कुनै कुनै गाईले आफ्नै दुध दिन्छ, कुनै कुनै गाई छ धुने बेला